हेलो गाइज नमस्ते। म तपाईहरुलाई यो उखु लगाइरहेको अवस्था देखाइरहेको छु। अहिले यहाँ दिदीबहिनीहरु उखु काटिराख्नु भएको छ, बिउ छिलिराख्नु भएको छ है। अनि हाम्रो यो बिउ छिलिसकेपछि काटेर हाम्रो यहाँनिर बिउ उपचार भइराखेको छ। यो हामीले दिदीबहिनीहरुले हेरिराख्नु भएको छ। मैले भनिरहेको छु यसरी गर्ने भनेर। यो भिजाएर पानीमा 5-10 मिनेट भिजाएर बिउ फेरि लगाउनको लागि उहाँहरु लोडिङ गरेर प्लेटमा हालेर लगिराख्नु भएको छ। औषधि उपचार गरेर बिउ उपचार गरेर लगिराख्नु भएको छ। यता अब उहाँहरु म देखाउँदै छु उखुको ट्रेन्चर प्रविधिबाट उखु लगाउने तरिका। यो गाडी ट्रेन्चर यसरी तान्न गइरहेछन् है। यो ट्र्याक्टरले यो 6 फिटको दूरीमा उखु लगाउनको लागि खेत तयार गरिराखेको छ। यो 6 फिटको दूरीमा हजुरले ट्र्याक्टरले ट्रेन्चर तानिरहेछ। यो दिदीबहिनीहरु उता लगाउनको लागि पुर्याएर आइराख्नु भएको छ। यो भाइले एकदम 2 फुट गहिरोदेखि 6 फिटको दूरीमा लाइन तानिराखेको छ। भाइको अब यो हाम्रो बलबहादुर दाई यो साइड को सफा गरिराख्नु भएको छ। यो हाम्रो 6 फिटको दूरीमा ट्रेन्चर प्रविधिबाट उखु लगाइराखेको अवस्था हामी देखाइरहेछौं। यो दिदीबहिनीहरुले यो उखु लगाउनको लागि बिया राख्दै हुनुहुन्छ। बिया राखिराखेको अवस्था देखाइरहेछौं। सम्पूर्ण उखु किसान दाजुभाइ दिदीबहिनीहरु ट्रेन्चर प्रविधिबाट उखु लगाउनु हुन अनुरोध गर्दछु। यो हाम्रो खाद मिक्सिङ भइराखेको छ। यहाँ तपाईहरु हाम्रो दाइले यो खाद मिक्स गरिराख्नु भएको छ। यो हामीले जैविक मल अनि पोटास, डीएपी, युरिया